सुर्खेतको बुलबुली तालमा रहेको धारा, त्यसपछि बुलबुली ताल हो। यो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका नम्बर 10 मा पर्छ। त्यसै गरी त्यो तालबाट झन्डै 3 घण्टा बढी हिँडिसकेपछि यो चाहिँ दैलेखको डुङ्गेश्वर डुङ्गेश्वर पुगिन्छ। डुङ्गेश्वरको किनारमा भेरी नदी छ। यो साइडतिर देख्ने भेरी नदी हो, सरी कर्णाली नदी हो होइन, कर्णाली नदी हो। यो माथिबाट आउने डुङ्गेश्वर खोला हो होइन। त्यसपछि यो कर्णाली नदीको तिरै यो बाटो जान्छ होइन। यो देखिने चाहिँ ओछामको चाहिँ तिरको भाग हो। यो ढुङ्गे पुलले जोडेको छ र त्योभन्दा अगाडि 8-20 फुट सरी यो 8-20 नगरपालिका दैलेख र यो चाहिँ ओछामको पञ्चेश्वर यो दैलेखको चाहिँ पञ्चविनायक नगरपालिका भाग पर्छ। यो मध्य पहाडी यहाँ चाहिँ सडक निर्माण गरेको छ र यो सडकमा दुर्घटना सेफ्टी बार पनि हालेको अवस्थामा छ। यो अलि प्रदूषण अलि बढी भएको कारणले गर्दा देखाएको छैन। यो साइडको यात्रामा यो बाटोमा अटो पनि चल्दो रहेछ। यो चाहिँ पञ्चविनायक नगरपालिका ओछाममा रहेको बाटो। यो मध्य पहाडी जो कर्णाली करिडोरसँग यो चाहिँ ओछामकै यो साइडतिर चाहिँ फाइबर अप्टिकल फाइबर चाहिँ परिधिमादेखि पारिस्थितिदेखिको सबै ओछाम कर्णाली नदीलाई चाहिँ एउटा बेलीब्रिज पुल छ। बेलीब्रिज पुलले चाहिँ यो दैलेख र ओछामलाई जोड्नेको छ। यहाँ चाहिँ सालका रुखहरू अथल सिजापति भन्नेले पनि यदि हेरिराख्नु भएको छ भने होइन